ल गाइस मेरो पछाडि चोरहरू पडिसक्यो गाइस एक्सर्साइज गरौँला भने आएको यी माको यार यस्तो अल्छी लागेको छ झन् यिनी भोसडियाला लिएर नि यो के गरे होला नि यो रेस्ट ए हेर यो अल्छी लाग्यो भने शरीर घटाउने नि लास्टै गाह्रो छ यो माछालाई उठा थोपडा हेर थोपडा ए ल गाइस मेरो पछाडि चोरहरू पडिसक्यो गाइस बचाऊ गाइस बचाऊ गाइस बचाऊ मेरो पछि चोरहरू पडिसक्यो मलाई भाग्न मलाई बचाऊ यार ज्यान घटाउनु जस्तो गाह्रो केही पनि काम छैन मोटाउन सजिलो छ यो ज्यान घटाउने जति गाह्रो काम केही पनि होइन मोटाउन त भरलाग्दै मोटाइहाल्छ घटाउने चाहिँ एकदम गाह्रो छ केटा यो हेर न यो आमा टेबलमा गएर बसिरह तेरो बाउको हो नसकिँदो रहेछ केटा एक्सर्साइज गर्नु आएको होइन फेरि मेरो पछि लागेको यिनीहरूले मेरो पछि चाहिँ कहिले नछोड्ने भएको जिन्दगी त पोइरारी पार्ने तिमी दुइटै पोइरारी पार्ने तिमीहरूको पोइ चाहिँ कहाँ छन् भन्छ चराहरूको खोर हेर न गाइस यति धेरै खोर छ यहाँ है तल हेर यो त्यहाँ तल चराहरूले चाहिँ खोर लाउँछ बस्छ कि बस्छ थाहै हुँदैन कि बस्दैन अनि गुण बनायो चाहिँ कता जान्छ गायब हुन्छ कि यो यहाँदेखि देखिँदो रहेछ राम्रो त तरिकाले त यो हेर यो आधा जति त यहीँ खसिरहेको छ कि यो साइडमा पनि छ म यो बाटोबाट जाँदै थिएँ है अनि त्यहाँनिर आएर को चाहिँ हग्न बसिदिँदो रहेछ क्या मलाई त कस्तो रिस उठ्यो यार त्यसको टोइलेटले गर्दा मलाई यहाँ 20 मिनट रोकिनु परेको छ यारमा जोकर दाइसँग धेरै पछि भेट भएको अब के छ जिन्दगी भनेर सोध्नु पनि किन यिनको जिन्दगी त्यही मस्त हाँसिरहेछन् उपरगुट्टी लगाएर बसिरहेछन् हाम्रो जिन्दगी यस्तो कहाँ छ र न यिनलाई खाना चाहियो न यिनलाई सुत्ने ठाउँ चाहियो केही छैन दिन रात यसरी मस्त बसे भइहाल्यो यो कागतीको बुट्टा पहिला यस्तो फल्थ्यो भने यो बुटो र अनि यो बुटोहरू चाहिँ नि माथिबाट परेपछि चाहिँ यसले फल्न पनि कम गर्यो अनि यो बुटो हुर्किँदा पनि हुर्किएन के मान्छे अरूको दबाबमा परेपछि हुर्किन गाह्रो हुँदो रहेछ भन्ने कुरा उदाहरण चाहिँ यो हो यो हेर्नुहोस् देख्नुभयो गाह्रो छ ल सबैजनालाई च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियो हाल्ने प्रयास गरिरहेको छु समय थोरै हुन्छ त्यही पनि रमाइलो गरिरहेको हुन्छु